हेलो गाइस, गुड मर्निङ। यो हाम्रो गाउँको रोड यस्तो छ रोड कि बनाउने नाम गर्दैन। यस्तो रोड छ कि गाडी हर महिनामा 2-3 बार पल्टी भइरहेको छ। बनाउने रोड बनाऊँ, डेभलपमेन्ट गरौँ, रोडलाई सुधारौँ भन्ने छैन। जहाँ तहाँ हेरौँ त्यतै गड्डा छ, जता गड्डा छ त्यतै गाडी पल्टी भइरहेको छ। के भन्ने, यस्तो रोडलाई बनाउनु पर्ने हैन। यहाँको ठुल्ठुलो सारहरू पनि यहाँको रस्ताहरू बनाऊँ, रस्ताहरू चेक गरौँ, बनाऊँ भन्ने छैन। के भन्ने अरू, ड्राइभरको जिन्दगी खान्छ छिटो, हुन्छ मिठो, मर्ने बेलामा धुलो नपिठो भनेको जस्तै पारा हुन्छ। यो रास्ता बनाउनु नि, यो रास्ता बनाउनु, यो रास्ता बनाएपछि हल्का गाडी पल्टी हुने बन्द हुन्छ कि सायद, नहीं तो हर महिनामा 2 बार 3 बार पल्टी भइरहेको छ। यस्तो रोड छ कि पल्टी त हुने चान्स 100% छ।